डाक्टर गौरव सर, मेडिकल सुपरिन्टेन्डेन्ट कटारिया अस्पताल। म फुलिङ्ग प्रसाद अधिकारी, गुनासो सुन्ने अधिकारी कटारिया अस्पताल। आज यो सानो भिडियो हामी बनाउँदैछौँ। हामीले चाहिँ अस्पतालको ठ्याक्कै मूल गेट नजिकै इमर्जेन्सी जाने बाटोमा चाहिँ एउटा स्थान तोकेका छन्, जसमा चाहिँ यो पेटिका हेर्न सक्नुहुन्छ। यो सुझाव पेटिका हो। यसमा तपाईँहरूले चाहिँ यहाँ माथि पाल छ। यसमा तपाईँहरूलाई भएको कुनै पनि गुनासो वा अस्पताल सुधार सम्बन्धी कुनै पनि किसिमको सुझाव यदि छ भने तपाईँले चाहिँ यसमा त्यो सुझाव लेखेर राख्न सक्नुहुन्छ। हामीले चाहिँ यो सुझाव व्यवस्थापनको लागि वा गुनासो व्यवस्थापनको लागि यहाँ एकजना पदाधिकारी नै तोकेका छन्। आवाज आयो क्या होइन हो यार, यहाँ के फरक पर्दैन, बोल्दा हुन्छ सर। ल, त्यो तोक्नको लागि चाहिँ हामीले हाम्रा सिनियर अयब बेलुका स्थानीय पविन्द्र प्रसाद अधिकारी, लोकली शम्भु सर भनेर उहाँ प्रचलित हुनुहुन्छ, उहाँलाई तोकेका छ। त्यस्तो अब तपाईँले दिएको सुझाव वा गुनासोलाई हामीले कसरी सम्बोधन गर्छौँ भने त्यसको गाइडलाइन पनि हामीले यहाँ लेखिदिएका छौँ। त्यसमा के लेखेको छ भने कटारिया अस्पताल गुनासो तथा उजुरी व्यवस्थापन प्रक्रिया। यसमा यो प्रणालीको उद्देश्य अस्पतालमा सेवाग्राही, कर्मचारी, आगन्तुक तथा अन्य सरोकारवालाहरूबाट आउने गुनासो तथा उजुरीहरूलाई पारदर्शी, निष्पक्ष र समयमै समाधान गर्ने प्रणाली विकास गर्नु हो, जसले अस्पतालको सेवा गुणस्तर सुधारमा योगदान पुर्याउँछ। अब यसको कार्यक्षेत्र भन्दाखेरि यो प्रक्रिया निम्न व्यक्तिहरूमा लागू हुन्छ, जस्तो बिरामी र तिनका आफन्त, अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी, कार्यालय प्रशासन र सहयोगी कर्मचारी र आगन्तुक सरोकारवाला र स्थानीय समुदायका सदस्यहरू। सो गुनासो उजुरीका प्रकारहरूको कुरा गर्दाखेरि जस्तो स्वास्थ्य सेवा सम्बन्धी ढिलो सेवा, लापरवाही, कुनै किसिमको व्यवहार कस्तो छ त्यसको बारेमा हामीले त्यहाँ उल्लेख गर्नुपर्ने हुन्छ। वा अस्पतालको भौतिक पूर्वाधार वा सुविधाको बारेमा गुनासो हुनसक्छ। कर्मचारीको आचरण सम्बन्धी गुनासो हुनसक्छ, जस्तो कसैसँग दुर्व्यवहार गरेको छ, दुर्व्यवस्था, कर्तव्य पालन नगरेको आदिको गुनासो हुनसक्छ। त्यस्तै प्रशासनिक समस्या यदि छ, जस्तो बिलिङमा, कागजात, सेवा पहुँचमा कुनै पनि किसिमको अप्ठ्यारो छ भने, वा अन्य कुनै पनि सेवा वा बिरामीको अधिकारसँग सम्बन्धित जुनसुकै समस्याले चाहिँ हामीले उजुरीका प्रकारहरू लेखेर राखेको छ। त्यस्तै गुनासो समाधान समिति बनाएको छन्, जसमा मेडिकल सुपरिन्टेन्डेन्ट अध्यक्ष हुने गरी प्रमुख हाम्रो स्टाफ नर्स र प्रशासन प्रमुख, त्यस्तै एकजना हामीले सामाजिक कार्यकर्ता वा स्थानीय प्रतिनिधि, हाललाई चाहिँ अस्पताल विकास समितिको उपाध्यक्षलाई हामीले चाहिँ यसमा चाहिँ राख्नेछौँ। त्यस्तै यो समिति हरेक महिनाको एकपटक बैठक गर्नेछ र आवश्यक परेको खण्डमा विशेष बैठक जुनसुकै बेला पनि गर्न सकिन्छ। अब यो उजुरी गुनासो दर्ता गर्ने तरिकाको कुरा गर्दाखेरि हामीले मौखिक उजुरी हुनसक्छ, वा बिरामी वा सेवाग्राहीले स्वागत डेस्क वा नर्सिङ स्टेसन वा सम्बन्धित विभाग प्रमुखलाई सिधै जानकारी गराउन सक्छ। सम्बन्धित कर्मचारीले उजुरी लेखेर 24 घण्टाभित्र उहाँले तपाईँहरूले गरेको उजुरी सम्बन्धित कर्मचारीले 24 घण्टाभित्र प्रशासनमा चाहिँ जानकारी गराउनु पर्ने हुन्छ। त्यस्तै लिखित उजुरीको कुरा गर्दाखेरि अस्पताल परिसरमा राखिएको यो गुनासो वा सुझाव बक्स मार्फत उजुरी दिन सकिन्छ, जसमा लिखित उजुरीको नाम, सम्पर्क नम्बर यदि दिन चाहनुहुन्छ भने त्यो पनि मेन्सन गर्न सक्नुहुन्छ र समस्याको बारेमा स्पष्ट उल्लेख गर्नुपर्ने हुन्छ। त्यस्तै फोन वा इमेल मार्फत उजुरी हामीले अस्पतालले उपलब्ध गराएको यहाँ सम्पर्क नम्बर छ, त्यो सम्पर्क नम्बर वा इमेल ठेगानामा उजुरी दर्ता गराउन सकिन्छ। र लास्टमा उजुरी समाधान प्रक्रियाको बारेमा कुरा गर्दा उजुरी प्राप्त भएपछि समिति वा जिम्मेवार अधिकारीले 3 कार्यदिनभित्र प्रारम्भिक छानबिन सुरु गर्नेछ र उजुरी गम्भीर वा जटिल भएमा थप अनुसन्धानको लागि आन्तरिक समिति पनि गठन गरिनेछ र उजुरीकर्ता र सेवाग्राहीलाई उजुरीको स्थिति र समाधान सम्बन्धी जानकारी दिने व्यवस्था गरिनेछ र गम्भीर मुद्दामा आवश्यक परे कारबाही प्रक्रिया जस्तै चेतावनी, स्थानान्तरण वा अनुशासनात्मक कारबाही आदि सञ्चालन गरिनेछ। र यसमा गोपनीयता र निष्पक्षताको कुरा गर्दाखेरि उजुरीकर्ताको विवरण हामीले गोप्य राख्नेछौँ र निष्पक्ष र पूर्वाग्रहविहीन ढङ्गले सबै उजुरीको अनुसन्धान गर्नेछ र सुधारको उपाय यस उजुरीहरूबाट प्राप्त सुझाव र समस्या विश्लेषण गरी सेवा सुधार गर्ने रणनीति अप्नाइरहनेछौँ र यो नियमित रूपमा गुनासो व्यवस्थापनको मूल्याङ्कन पनि गरिनुपर्नेछ। सो यो क्षेत्रको तपाईँहरूले चाहिँ उचित प्रयोग गरिदिनु होला। यहाँ हामीले चाहिँ लेख्नलाई पनि यहाँ ठाउँ बनाइदिएको छ, यहाँ कलम पनि राखिदिएको छ र लेख्नुपर्ने आवश्यक कागजहरू पनि तपाईँले यही नै भेट्नुहुन्छ र यसलाई चाहिँ यसमा उजुरी लेखेर
यसरी फोल्ड गरेर तपाईँले यो माथिबाट चाहिँ हाल्न सक्नुहुन्छ। हामीलाई खुसी लागेको छ कि हामीले हिजोबाट यो साग सुरु गरेदेखि आजै चाहिँ यहाँ दुईवटा कागज, यो 1.5 वर्षसम्म एउटा पनि कागज त्यहाँ देखाएको थिएनौँ, तर अहिले चाहिँ हामीले यति बनाइसकेपछि त्यहाँ चाहिँ अहिले हामीले 2टा कागज त्यहाँ देखिरहेछौँ। अब त्यसलाई हामीले निकालेर पढेर त्यसको बारेमा चाहिँ सम्बोधन गरेर यसको बारेमा जानकारी गराउँदैछौँ। हस् त। नमस्कार। सकेसम्म लिखित उजुर पनि प्रभावकारी हुनसक्छ। यसमा चाहिँ हामी सही तरिकाले अलिकति छलफल गरेर त्यसको टुङ्गो पुग्नलाई हामीलाई पनि सजिलो हुन्छ। लिखित उजुरी नै गरिदिनु भयो भने अझ प्रभावकारी हुनेछ। हस्, धन्यवाद।